Everyone, you are welcome from सिरखर्क हामीले हिजो चाहिँ आएर बेलुका चाहिँ सिरखर्क बसेका थियौँ। हिजोको अपडेट चाहिँ थकाइ लागेको कारणले दिन सकिएन। तिलिचो गएर तिलिचोबाट रिटर्न ब्याक भएर अनि यहाँ आएर बस्दाखेरि लास्ट टाइम थकाइ लागेको थियो हैन। सो त्यस कारणले हामीले हिजोको अपडेट दिन सकेनौँ र आजको मर्निङमा चाहिँ अब हामी ब्रेकफास्ट खानेछौँ। अब यहाँबाट चाहिँ हामी अब थोरङ पासको लागि हिँड्नेछौँ हैन। अब थोरङ पासमा के कस्तो सिनारीहरू छ, नेचर भ्यू, थोरङ एउटा लाइफ थ्रेटनिङ ट्रेकिङ ट्रेल भनिन्छ हैन। त्यो हामी पार गर्न गइरहेका छौँ एउटा छुट्टै आँट निकालेर। सो त्यो रुटको सबै कुराहरू देखाउनेछ। सो इन्जोय द भिडियो है त। सो फ्रम हियर हामी चाहिँ तिलिचो यतापट्टि भ्याइसक्यौँ हैन। अब यता एक खर्क छ, यता एक खर्कबाट चाहिँ हामी थोरङ हाम्रो थोरङ पासको चाहिँ ट्रेक स्टार्ट गर्दैछौँ हैन। सो यो चाहिँ एक खर्क हो, यो चाहिँ खाङसा निस्किने। यता गयो भने चाहिँ हामी तिलिचो लेक जाने हो। यता चाहिँ हामी गइसक्यौँ, अब हाम्रो जर्नी यता हुन्छ। सो लेट्स स्टार्ट। श्रीखर्कबाट केही उकालो यात्रा पश्चात बाटोमा घोरलहरूका केही झुन्डहरूसँग हाम्रो साक्षात्कार भयो। श्रीखर्कबाट करिब 1.5 घण्टाको ओह्रालो झरेपछि हामी रमाउँदै हिमालको अवलोकन गर्दै समथर मार्ग हुँदै कार्चेतर्फ लाग्यौँ। यो पदमार्ग साँच्चै नै मनमोहक रमणीय थियो, साथै चुनौतीपूर्ण पनि थियो। पर्यटकीय स्थलको अब्बल दर्जामा भएको मनाङमा मानवीय बस्ती भने घट्दै गइरहेको, केही ठाउँमा त पूर्ण रूपमा नै बस्ती नै विस्थापित भएको पनि हामीले देख्यौँ। हामी मनाङको कार्चे भन्ने ठाउँमा आइसक्यौँ होइन। यहाँ चाहिँ खोलाहरू बगिरहेको छ, पुल क्रस गऱ्यो, यता ब्याकग्राउन्डमा हिमाल छ। अब चाहिँ हामी एक खर्कको लागि जानेछौँ र एक खर्कमा गएर खाना खानेछौँ। त्यसपछि हामी थोरङ फेरि लेदर हुँदै थोरङ फेरि चाहिँ जानेछौँ। सो टिल देन सी यू। यी अबोध खच्चडहरू जसले हिमाली जीवनमा अतुलनीय योगदान पुर्याइरहेका छन्, जसले गर्दा उच्च हिमाली क्षेत्रको जीवन नै सरल बनाइदिएका छन्। धन्यवाद तिमी प्राणीहरूलाई जसले आफूलाई समर्पित गरी हाम्रो सेवामा लागिरहेका छौ।
एभ्रिवान अहिले चाहिँ हामी अप्पर श्रीखर्कमा अप्पर एक खर्कमा आयो अनि त्यहाँ आएर खाना खायौँ अनि अब चाहिँ हाम्रो डेस्टिनेसन भनेको लेदर पछि चाहिँ थोरङ फेदी हो सकेसम्म हामी थोरङ फेदी नै पुग्ने प्रयास गर्छौँ सो सी यु अन द रोड है त एक खर्कबाट खाना खाएर आइसकेपछि लगभग 15-20 मिनटको हिँडाइमा हामी चुल्ली लेदर आइसकेका छौँ यो ब्याकग्राउन्डमा देख्नुहुन्छ चुल्ली लेदरको प्राइस है त उता पछाडि चाहिँ चुल्ली लेदरको होटलहरू छ सो लेट्स मुभ सायद बाटोमा यस्ता पुलहरू नहुँदा हुन्त जीवन कति कष्टकर हुँदो हरेक जीवनमा पनि यस्तै मजबुत पुलहरूको खाँचो पर्ने गर्छ जीवन सहज र सुन्दर बनाउनका लागि आफ्टर 10 आवर्सको वाक पछि हामी फाइनली थोरङ फेदी आइपुग्यौँ होइन बाटो सो टफ थियो एकदमै टफ थियो होइन बाटो चाहिँ एकदम गाह्रो थियो तर पनि हामी थोरङ फेदी पुग्ने नै भनेर थोरङ फेदी आयौँ थोरङ फेदी आइसकेपछि चाहिँ बाटोको त्यो होल स्ट्रेस चाहिँ एकदम म बिर्सिसकेँ लगभग यो डाइनिङमा आउने बित्तिकै मजा आइसक्यो एउटा छुट्टै भाइब्स आइसक्यो भोलि थोरङ पास हामी छुट्टै जान आइसक्यो होइन सो होप्सो भोलि राम्रोसँगै थोरङ पास हाल्नेछौँ अब खाना खानेछौँ होइन सी यु इन 1 वीक कोही मानिस यतिसम्म पनि सहयोगी हुन सक्छ र जहाँ पैसाले जीवन बचाउन गाह्रो छ त्यहाँ बिना पैसै हामीलाई वासस्थान उपलब्ध गराइदिनु भएकोमा हामी थोरङ बेस क्याम्प लज प्रति आभारी छौँ सो गुड मर्निङ एभ्रिवान फ्रम थोरङ फेदी होइन हामी बिहानको करिब 3 बजीतिर हामी उठिसकेका थियौँ होइन र अब हामी थोरङ हाई क्याम्प अनि त्यसपछि चाहिँ हामी थोरङ पास गर्नेछौँ होइन त अनि हामी मुक्तिनाथ पास भएर मुस्ताङ गएर बस्नेछौँ सो सी यु अन द रुट अहिले गाइज So we are reached at Thorong High Camp after the walking of 1.25 hours. अहिले चाहिँ हामी यहाँ आइसकेपछि थोरै मरिच चिया खायो अब केही बेर पछि अब हाम्रो यात्रा फेरि थोरङला पासको लागि हामी स्टार्ट गर्नेछौँ सो टिल देन इन्जोय द भिडियो होप सो हामी एकदमै ब्युटिफुल्ली चाहिँ थोरङला पास क्रस गर्नेछौँ होइन त के छ कुरा पास गर्ने ठाउँ एकदम मजाले अहिलेसम्म अब थोरङ पास जाँदैछौँ यहाँबाट करिब 2-3 घन्टा भनेको छ एन्ड वी क्यान मेक इट या भेरी एक्साइटेड वी क्यान डु इट यी हिमाली क्षेत्र अनि लोभलाग्दा हिमाल साँच्चै नै स्वर्गको महसुस गराइरहेका थिए अहिले हामी चाहिँ 5100 मिटरको हाइटमा छौँ होइन यहाँसम्म आउँदा चाहिँ तलसम्म त ठिकै थियो तर जति इलिभेसन हामीले गेन गर्दै गयौँ त्यहाँपछि चाहिँ अक्सिजन लेभल पनि थोरै घट्दै गयो होइन अनि डिजिनेस हेल्युसिनेसन अनि सर्टनेस अफ ब्रेथ त्यसपछि हल्का
शरीरभित्र खज्याङ भयो जस्तो होइन त्यस्तो चाहिँ हुन स्टार्ट भयो है। सो बी केयरफुल। यदि तपाईँहरू पनि आउँदै गर्दा यो बाटोमा चाहिँ यस्तो हुँदो रहेछ भनेर थाहा पाइराख्नु र आवश्यक कुराहरू पनि आफूसँग लिएर आउनु होला। सो किप वाचिङ। Everyone, finally I did it. We did it. The Thorungla Pass. सबैभन्दा वर्ल्डकै सबैभन्दा टफेस्ट र एकदमै खतरा पदयात्रामा पर्ने यो थोरङ्ला पास होइन। हामीले फाइनल्ली पास गरेका छौँ। बाटोको ओभरअल जर्नीको कुरा गर्दा त बाटोमा त लागिरहेको थियो, कुनै मोडमा त म मर्छु होला जस्तो पनि लागिरहेको थियो। अक्सिजनै पुगिरहेको थिएन होइन। मेरो फाइनल डे नै यो हो जस्तो नि भइरहेको थियो। हिँड्न सकिरहेको थिइनँ। गाला सब हातहरू सबै गरुङ्गो भइरहेको थियो। टेन्सनै गाह्रो हुन्थ्यो। पहिला तिलिचो गऱ्यौँ, त्यहाँपछि थोरङ्ला पास गरेका थियौँ। ओभरअल ट्रिपको कुरा गर्दाखेरि बाटोमा जति पनि होटल छ यो मनाङको पदयात्रामा अन्य पदयात्राको तुलनामा चाहिँ एकदमै महँगो र क्वालिटी लेस भेटाएँ मैले होइन। सो तपाईँहरू पनि म आउँदै हुनुहुन्छ भने के रिकमेन्ड गर्छु भने तपाईँहरू रिसर्च गरेर अलिकति अब आफ्नै फुडहरू पनि प्याक गरेर लिएर आउनुहोस् अनि अलिकति राम्रो खाना पाइने ठाउँ नातिकन पहिलेबाट बुकिङ गरेर आउनुहोस् र भेरी सेफेक्टिभ तरिकाले कसरी आफ्नो जर्नीलाई चाहिँ कम्प्लिट गरेर लाग्नुहोस् होइन भने यो रुटमा चाहिँ एकदम लास्टै महँगो लाग्यो मलाई अरू अन्य रुटभन्दा होइन। अनि त्यो पैसा अनुसारको क्वालिटी पनि भेटिएन मैले मेडिसिन जस्ट अब आफूले खानालाई भन्दा पनि भोककोलाई जबरजस्ती पेलमा मात्रै खाइरहेको थियौँ होइन होल जर्नीमै कि एकदमै त्यो कुरा एकदम ब्याड लाग्यो। तर एउटा गुड कुरा भनेको चाहिँ यो होल जर्नीको ट्रिपमा जहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ टोइलेटहरू चाहिँ प्रशस्त राखिदिएको रहेछ होइन। त्यो चाहिँ गुड कुरा हो। तर टोइलेट त राख्यो तर त्यसको म्यानेजमेन्टको लागि चाहिँ कसैले वर्क गरे जस्तो देख्दिनँ। अनि अर्को भनेको फोहोरहरू व्यवस्थापनको लागि नि त्यति साह्रो काम भएको जस्तो देखिनँ। अब तपाईँहरूलाई सजेसन के रह्यो भन्दाखेरि अरू कुराहरू त म ओभरअल हाम्रो रुट अनि त्यहाँपछि होटल कस्टको बारेमा चाहिँ म डिस्क्रिप्सनमा राख्नेछु। अरू तपाईँलाई सजेसन के रह्यो भन्दाखेरि प्रपर अल्टिट्युड सिकनेसदेखि लिएर हरेक तपाईँलाई बेसिक लेभलको सबै मेडिसिनहरू आफैले क्यारी गरेर लिएर आउनु भने चाहिँ बेटर हुन्छ। किनकि जहाँ प्रब्लम पऱ्यो ठ्याक्क लेखिदिएपछि समस्या समाधान र एकदमै म छिटो सक्दिन्छु भनेर भन्दा पनि आनन्दले टेक अ रेस्ट होइन। बाटोमा धेरै होटलहरू छन्, धेरै स्टेसनहरू छन्, टी सपहरू छन्। बिस्तारै एउटै पेसमा हिँडेर तपाईँहरूले पार गर्नुभयो भने त्यो बेटर हुन्छ। यदि आत्तिनु भयो भने त तपाईँ गिभअप दिने नै हो किनभने त्यो म हानिदिन्छु भन्ने अवस्थै छैन यहाँ। किनभने तिलिचो त्यस्तै छ, तिलिचोको बाउ रहेछ फेरि थोरङ्ला। आधा बाटो त म खुसी भएको थिएँ, आहा कति रमाइलो छ कस्तो दामी बाटो भनिरहेको थिएँ होइन। तर जब थोरङफेदीबाट आज बिहान हामी चाहिँ थोरङ्लाको लागि हिँड्यौँ जुन चाहिँ थोरङ लो क्याम्प भनिन्छ। थोरङ लो क्याम्पबाट हाई क्याम्प आयौँ। हाई क्याम्प आउँदा झन् गाह्रो भएको थियो। हाई क्याम्पबाट थोरङ्लाको लागि हिँड्दाखेरि झन् त्यहाँभन्दा पागल गाह्रो भइरहेको थियो क्या। सो त्यही भएर चाहिँ आत्तिएर भन्दा पनि किप काम एन्ड स्टडी स्लो एन्ड स्टडीमा आउनुभयो भने चाहिँ त्यो चाहिँ दामी हुन्छ र तपाईँहरूले पास गर्न सक्नुहुन्छ भन्ने रह्यो। सो थ्याङ्क यू। इफ यु लाइक माई भिडियो तपाईँले लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। सो किप इन्जोइङ द पुना च्यानल। चाहिँ यो भाग मनाङमा छु जुन थोरङ्ला पास छ होइन। म एकैछिन यता आउने बित्तिकै मुस्ताङमा आइपुग्यो है। मुस्ताङ, दिस इज मुस्ताङ दिस इज मनाङ। सो होप यु इन्जोय माई भिडियो। थ्याङ्क यू। थोरङ्लामा हामी केही बेर बस्यौँ, रमायौँ, थकाइ मेटायौँ अनि हामी स्वर्गको एउटा टुक्राबाट अर्को टुक्रातर्फ लाग्यौँ।